आदर्शलाई बोलाएको। आदर्श खेल्न आऊ न प्लिज। ला नानी के भयो तिमीलाई? मेरो पेट दुख्यो आन्टी आया। के खाएकी थियौ नानी तिमीले? आऊ यता आएर बस। आन्टी युनिकाले हैन अघि चौचा खाएकी थिए अनि त्यसको पेट दुखेको। कहाँ देखाएर खाँदा पेट दुख्छ हौ? उसले त जङ्क फुड खाएकी रहेछ, त्यही भएर पो पेट दुखेको त। अब के गर्नु आन्टी? उसलाई त गाह्रो भयो। दिव्या हजुर मानी। जाऊ भित्र गएर तातो पानी लिएर आऊ। नरौ नानी, केही हुँदैन। लाऊ यो तातो पानी खाऊ, पेटलाई अलिक सन्चो हुन्छ। तँलाई अघिदेखि यो फोन नचला भनेको होइन? हुन त हो नि, तर ध्यान सकिएपछि पो छोड्ने भनेको त। अब तिमी मोबाइल राख आदर्श, धेरै मोबाइल हेऱ्यो भने आँखा दुख्छ। हुन्छ प्रनिस, धेरै मोबाइल चलाउँदा आँखा बिग्रिँदो रहेछ। अबदेखि म लगातार कहिले मोबाइल चलाउँदिनँ। अबदेखि म पनि जङ्क फुड खान्न। अबदेखि म पनि कहिले धेरै बेर मोबाइल चलाउँदिनँ। हुन्छ, म पनि जङ्क फुड खादिनँ। हामीले आफूलाई